अनि हाइवेमा निषेधित हुन्छ, जहाँ पाए त्यही निषेधित हुन्छ। के गर्न खोजेको? राजालाई रोक्न खोजेको होइन। म भन्दैछु त तिमीहरूसँग दम छ भने ओम भट्टाचार्यलाई त्यो राजालाई हातगढी लगाएर देखाउन पहिला। हातगढी लगाउ न, हातगढी लगाउ न। सुशीला कार्कीलाई भन्छु, साँच्चै दम छ भने हातगढी लगाउ न राजालाई। यसले गर्दाखेरि नि यसले तलमाथि भयो भने भोलि नै नारायण हिँडीमा लगेर नि हामी राजा भित्राउँछौँ भने भोलि नै मर्न हामी तयार छौँ। के सुन्नु न, विदेशीको लात खान मर्नुभन्दा नि बरु यतिले मर्छौँ कि मर्न हामी तयार भन्छ। दुर्गाबाट पटापटा तेल जान तयार भन्छ। हामी किन गरौँ? साथी दिनु न तपाईँ। होइन भने हाम्रो त शान्तिपूर्ण हो नि त। त्यसले देशैलाई निषेधित लाओस् न, देशैलाई। कहिले सिकन्दरबार अगाडि लगाएको छ, कहिले एयरपोर्टमा आउने जाने ठाउँमा हुन्छ। भोलि 10,000 1 लाख मान्छे चाहिँ यात्रा गर्न जाने भएर के रोक्छ? एयरपोर्ट जस्तो ठाउँमा, बसबारी जस्तो ठाउँमा, अनि हाइवेमा निषेधित हुन्छ, जहाँ पाए त्यही निषेधित हुन्छ। त्यसमा पनि राजा आउने कुरामा के गर्न खोजेको? राजालाई रोक्न खोजेको होइन। म भन्दैछु त तिमीहरूसँग दम छ भने ओम भट्टाचार्यलाई त्यो राजालाई हातगढी लगाएर देखाउ न पहिला। हातगढी लगाउ न, हातगढी लगाउ न। सुशीला कार्कीलाई भन्छु, साँच्चै दम छ भने हातगढी लगाउ न राजालाई। यसले गर्दाखेरि नि यसले तलमाथि भयो भने भोलि नै नारायण हिँडीमा लगेर नि हामी राजा भित्राउँछौँ भने भोलि नै मर्न हामी तयार छौँ। के सुन्नु न, विदेशीको लात खान मर्नुभन्दा नि बरु यतिले मर्छौँ कि मर्न हामी तयार भएका छौँ। दुर्गाबाट पटापटा तेल जान तयार भन्छ। हामी किन गरौँ? साथ दिनु न तपाईँ। होइन भने हाम्रो त शान्तिपूर्ण हो नि त। बन्दुक खोज्न जान्छ, पुलिससँग लडाइँ गर्छ भने सबै प्रेसिडेन्टको आउँछ। त्यो भिडियो सार्वजनिक गरेपछि यो देशमा चुनावको गडबडी गर्नु चुनावमा भोट माग्न गएका साथीहरूलाई गाउँबाट लखेट्छन्। सुरु भइसक्यो होइन? सबैभन्दा पहिला तपाईँहरूलाई म एउटा अनुरोध गर्छु, यो भिडियो तपाईँले एकपल्ट होइन आफैले पनि तिनपल्ट हेर्नुहोस् र यो भिडियो सबको सेयर गरेर तपाईँहरूको पनि सामाजिक रूपमा चाहिएको नेपाल जोगाउने। हिजो प्रभार अधिकारले हातमा तरबार बोकेर पृथ्वीनारायण शाहले आजको बोल्नुभयो। हामीलाई छोडेर जानुभयो नि। आज तपाईँहरूसँग हतियारको रूपमा, तरबारको रूपमा क्यामेरा छ, सोसियल मिडिया छ। यसलाई बहुत शब्दको प्रयोग गरिदिनुहोस्। त्यो एल्गोरिदम भन्ने कब्जा गरेर त्यो सोसियल मिडियामा एकदम भनिदिनुहोस् न मान्छेलाई। ल केही छ? अरू क्वेसन छ? हेर्ने क्वेसन? क्वेसनै रहेछ। ल होइन, मलाई पुलिसले त मैले भनिसकेन। मलाई पुलिसले लगेर केही फरक पर्दैन, लगेर केही परिसरमा राखेँ। अहिले त यस्तो छ, पुलिस मलाई देख्दा लजाउँछ, म पुलिसलाई देख्दा लजाउँछु क्या भाइ। कुरो बुझ्यो होइन? होइन, म गएर जेल जाँदाखेरि नि तपाईँहरूले केस बच्छ भने त म गएर बस्दिन्छु न। तर केस बच्छ, राष्ट्र बच्छ। भात खाने जनता छन् भने यो कुरो बुझ्छन्। भात नखानेर अर्थकै खाने छन् भने नि यो कुरो बुझ्दैनन्। यति कुरो बुझ्नुहोस्। ल जन्माउँछ, जन्माउने कुरो हो नि त। म एउटा कुरा भन्छु नि तपाईँहरूलाई, यहाँ सुन्नु, हिन्दू भनेको जन्मिन्छ, हिन्दू भनेको जन्मिन्छ, क्रिस्चियन भनेको बनाइन्छ। हिन्दूलाई बनाउनु पर्दैन, जन्मिन्छ क्या। हामी हिन्दू हो। र मैले दुर्गा प्रसाद ओली मेरो हजुरबाबुलाई के भन्छ भने मलाई आरोप लगानी भेट्यो भनेर मैले भेटेको छैन। उहाँले पनि स्पष्ट गरेर दिनुहुन्छ। यहाँ धेरै मान्छेले भेट्यो मलाई, उहाँ भेटेको छ भने मैले के भन्छु भने अहिले पनि हिजो अस्तिको हालको फोटो, पहिलाको फोटो होइन क्या, सँगै मार्सी खाएको त फोटो आएन। त्यही फोटो काटेर, पुरानो फोटो काटेर कस्तो हुन्छ भने गगन थापा त्यो उहिले गरेकोमा गगनको जुनमा मेरो टाउको हालेर हेर्नुहोस् मेरो टाउको हालेर देखाएर अनि विदेशमा बस्ने, यहाँ काम गर्न छोडेर विदेशमा गएका लेखन बोले ए बाबा गर्छु सत्य कुरामा आउनु। मैले भने त हिन्दू राष्ट्र र वैदिक सनातन, मैले केपी शर्मा ओलीलाई राष्ट्र स्वीकार्नु छैन भने हिन्दू अधिराज्य, सनातन हिन्दू राज्य स्वीकारेर नाति हामीले गल्ती गरौँ भनेर यहाँ आयो भनेदेखि नि म वेलकम, स्वागत छ। गल्ती गरेको त सुत्याउन पाइन्छ नि त। र म केपी ओलीलाई भेटेको कुरामा चाहिँ भ्रममा नपर्न सबैलाई भन्छ धेरै पनि। वामपन्थीहरू भनेको चाहिँ राष्ट्रवादीहरू हो। तपाईँलाई म एउटा आज इम्पोर्टेन्ट कुरा सुनाउनु। 2015 सालमा नि कम्युनिस्ट पार्टीको 2 सिट मात्रै आएको थियो, 2 दिए आएको थियो काङ्ग्रेसको। तर त्यतिखेर कम्युनिस्ट पार्टीलाई पार्टी त कम्युनिस्ट हो नि त, पात्रमा फरक भयो। तर कम्युनिस्ट पार्टीलाई राजा महेन्द्रले नै जोगाएको, राजाहरूले नै जोगाएको। कम्युनिस्ट पार्टी चाहिन्छ, कम्युनिस्ट भनेको चाहिँ राष्ट्रवादी हुन्छन् भनेर राजाहरूले नै जोगाएको। तर पछाडि गएर राजाकै टाउकोमा कम्युनिस्टहरूले हानेकोले गर्दाखेरि आज केपी ओलीहरूको त्यो ताल भएको हो नि त। त्यो ताल भएको कुरो बुझ्नु हो कि? त्यसले गर्दाखेरि मैले के बुझेको थिएँ भने मैले कतिखेर बुझेको थाहा छ? 2013को कुरो मैले ल्याइदिएँ होइन, रिम्पोचे जन्माउने कुरो अघि त्यहाँ बोलेको कुरो होइन। 2013को त्यो यहाँ कुनै पत्रकारसँग कोही थिएन नि। म 2013देखि यिनीहरूसँग थिएँ। त्यहाँ म जतिखेर मेडिकल कलेजको एप्लिकेसन लिनको लागि कुदेँ नि, त्यतिखेरदेखि मलाई थाहा थियो कि यो सिधी रहेछ, यो र यो डिजाइनमा गएको छ भनेर। त्यतिखेर मैले बुझ्दाखेरि मेरो भोइस मिल्थ्यो, मलाई माफिया मात्रै भन्थेँ। अहिले जब भोइस मिल्न थालेपछि बुझ्न थालेको हो नि त। त्यसले गर्दाखेरि तपाईँको यो त अहिले हाम्रो कास्टिङ मात्रै हो।
हाम्रा अगाडि नै गाजा जस्तै हुँदैछ। हामीले कटुरो लिएर यसरी तातो पानीको लागि, चाउलोको लागि हुन्छ नि, चाउलोको लागि यसरी कठौरा थाप्नुपर्छ, माथिबाट हेलिकप्टरले नि तपाईँको चाउचाउरा त्यो झालिन्छ, त्यसमा कुदेर मर्नुपर्छ। हेर्दै जानुहोस्, त्यो दिन अब नेपालमा आउँदैछ।